सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सिधै यहाँ चाहिँ नहेर्नु है। आज चाहिँ मलाई अलिकति भित्र गरम भयो के, अनि हावा चल्छ कि भनेर बाहिर बसेको। ह्याप्पी साबत जतिजना पनि परमेश्वरको छोराछोरीहरू हुनुहुन्छ हजुरहरू सम्पूर्णजनालाई ह्याप्पी साबत। आज स्याटरडे हो अनि जय मसीह। अनि जतिजना पनि अरू दाजुभाइ दिदीबहिनीहरू हुन्छ सम्पूर्णजना साथीभाइ मित्र होइन नरनाता सम्पूर्णजनालाई एकमुष्ट रूपमा नेपाली परिवारलाई मात्र नभए संसारभरिका सबै परिवारलाई मेरो न्यानो अभिवादन। वेलकम ब्याक टु माई च्यानल। अब आज भिडियो बनाउनु त मन थिएन, तर परमेश्वरको केही भन्न मन लाग्यो कि वचन, लाइक जेनेसिस च्याप्टर 1 verse 1 to 3 होइन, उत्पत्ति 2 को 1 देखि 3 मा सारांशमा भन्ने हो भने परमेश्वरले सबै काम सकाउनु भयो 6 दिनमा है। 6 दिनमा सकाउनु भयो र 7औं दिनमा चाहिँ उहाँले काम गर्नु भएन। 7औं दिनमा उहाँले विश्राम लिनुभयो होइन। अनि त्यो दिनलाई उहाँले साबत भन्नुभयो, जुन सबातमा चाहिँ नो वर्क, कुनै पनि काम होइन, तर के गरौँ त उहाँको महिमा प्रशंसा गरौँ होइन। त्यो दिनमा चाहिँ उहाँले त्यो उत्पत्ति 2 को 1 देखि 3 अनुसार हेर्यो भने त्यो दिनलाई उहाँले पवित्र तुल्याउनु भयो र भन्नुभयो कि असल दिन होइन। त्यो चाहिँ असल दिन हो नि त, एकदमै खुसीको दिन हो नि त। हाम्रो मुहारमा खुसी मिल्नुपर्ने दिन हो, किनकि यो उत्पत्ति 2 को 1 देखि 3 ले भने अनुसार मत्ती 11 को 28 लाई हेरौँ। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु भनेर परमेश्वरले भन्नुभयो। र त्यसै कारणले गर्दाखेरि उहाँले साबत बनाउनु भयो, जुन साबत हामी मानिस जातिको लागि हो। हामी 6 दिनसम्म विभिन्न किसिमको कामकाज गर्छौँ, पसिना बगाउँछौँ, हामीलाई प्रेम गर्नुहुन्छ नि त। त्यसैले मेरो छोराछोरीहरू थाक्छन्, मेरो छोराछोरीहरूलाई गाह्रो हुन्छ, मेरो छोराछोरीहरूको अवस्था एकदम नाजुक हुन्छ होइन। मेरो छोराछोरीहरूलाई म यति धेरै प्रेम गर्दछु होइन भनेर उहाँले हामीलाई गुमाउन चाहनुहुन्न। त्यसै कारणले गर्दाखेरि उहाँले हामीलाई यो सबात विश्रामको दिन उहाँले सृष्टि गरिदिनु भएको। अहिले पनि हामी भर्खरै होम फेलोसिप एउटा घरमा गएर चाहिँ सङ्गति गरेर आएका हौँ। जुन सङ्गति गर्ने भेटघाट गर्नाले पनि साबत दिनलाई हामीले पवित्र तुल्याउन सक्छौँ। मानिसको घरमा जाने, प्रार्थना गरिदिने होइन, अनि त्यसपछि वचन पढिदिने, अनि भजनहरू गाउने, प्रकृतिमा जाने, नेचरमा गएर पनि स्पेसल सङहरू गाएर रेकर्डहरू गर्ने होइन। अनि प्रकृति परमेश्वरको सृष्टिको वर्णन गरि नसकिने सृष्टि छ होइन। रुख बोट बिरुवाहरू। अब सर्लक्क यता घुमिदेऊ न त, हेर्नुभयो नि यो पछाडिको भ्यू हेर्दै हुनुहुन्छ नि, यो पछाडिको भ्यू जुन हरियाली प्रकृति नेचर छ नि, यो नेचरले स्पष्टसँग भन्छ, जुन हामीले वर्णन गर्नै सक्दैनौँ त्यो कुराहरू यो नेचरले देखाइरहेको छ। कति राम्रो सुन्दर नेचर नजारा छ होइन, जुन चाहिँ परमेश्वरको सृष्टि हो। यो सृष्टिले नै हामीलाई सिकाउँछ कि उहाँको प्रेम हामी मानिस जातिको लागि कति महान छ भनेर होइन। खोला नाला हेरौँ, हामी खोलाहरू हेरौँ होइन, पानी बगिरहेको छ, खोला मजाको छ। जुन खोला पानी अनि मानिसलाई नै आवश्यकता पर्छ भनेर उहाँले बनाइदिनु भएको हो होइन। मैले बत्तिसमा लिइसकेँ मैले है, 2023 मा हो सायद, 2023 मा हो मलाई जहाँसम्म लाग्छ है। यदि म गलत छैन भने 2023 मा हो मैले बत्तिसमा लिएको। अहिले 25 चलिरहेको छ। बत्तिसमा लिने निर्णय नै सबैभन्दा ठुलो निर्णय हो, किनकि यो कुनै ख्याल मजाको होइन होइन। मानिसले जब परमेश्वरको सृष्टि, परमेश्वरलाई, सत्य बाटोलाई राम्रोसँग चिन्छ, बाइबल अध्ययन, बाइबलमा के उल्लेख गरिएको छ त्योहरूको चिनेपछि ओके ठिक छ, यो सही हो, मैले सही निर्णय लिँदैछु, मैले चाहिँ बत्तिसमा लिनुपर्छ अब भन्ने निर्णय चाहिँ मैले लिएको हो, किनकि मैले बुझेको छु सत्य बाटो के हो। यदि तपाईँले पनि सत्य बाटोलाई बुझ्नु भएको छ तर के गर्ने अलमलमा हुनुहुन्छ भने परमेश्वरसँग प्रार्थना गर्नुहोस्, मेरो हृदयमा एउटा जवाफ दिनुहोस्। त्यो जवाफ चाहिँ तपाईँद्वारा हुन सकेको होस्, तपाईँको जे योजना छ त्यो पुरा गर्नुहोस् भनेर चाहिँ हामीले भन्नु आवश्यक छ है। त्यसै कारणले गर्दाखेरि अहिलेको समयमा म यही भन्न चाहन्छु तपाईँहरूलाई है, बी केयरफुल। शैतानले अन्त्यको समयमा चाहिँ हामीलाई धेरै डकमकाउन खोज्छ, ढाल्न खोज्छ, हामीलाई धेरै टाढा लग्न खोज्छ परमेश्वरदेखि। त्यसै कारणले गर्दाखेरि परमप्रभु मेरो गोठालो हुनुहुन्छ भनेर हामी कहिले पनि नडराइकन अगाडि बढेर परमेश्वरलाई नै साथ सपोर्ट दिएर हिँड्यौँ भने नोबडी क्यान स्टप अस है। यो लेखेर राख्नुहोस्, परमेश्वरको काम गर्दाखेरि उहाँमा प्रार्थना गरेर गर्छ भने कसैले पनि हामीलाई रोक्न सक्दैन, जोसुकै माइकल लाओस् है। शारीरिक ताडनाहरू हामीलाई देला, तडाप
एकदम होइन हामीलाई चाहिँ तडपाउला, हामीलाई चाहिँ मारपिट गर्ला, नोबडी केयर्स, त्यो वास्ता छैन। किनकि येशू ख्रीष्टको 12 जना चेलाहरूलाई पनि धेरै ठुलो शारीरिक यातनाहरू दिएको थियो, घाँटी काटिएको थियो होइन, कोर्रा आएको थियो, रुखमा बाँधेर आगो लगाइदिएको थियो, विभिन्न किसिमको सहनै नसक्ने कष्ट दिएको थियो। तर पनि उनीहरूको आत्मा बचेको छ। आज परमेश्वरले उनीहरूलाई चाहिँ स्वर्गमा भेट्ने बाचा गर्नुभएको छ। के हामी उहाँको काम गर्न योग्यका छौँ? त्यसै कारणले गर्दाखेरि प्रभुमा रमाउनुहोस्, प्रभुमा आनन्द मनाउनुहोस् र प्रभुमै लागिरहनुहोस्। हामी सबैलाई परमेश्वरले देख्नुहुन्छ। उहाँ सर्वशक्तिमान, सर्वदर्शी, सर्वव्यापी है परमेश्वर हुनुहुन्छ। अमर अनन्तको परमेश्वर, हामीलाई प्रेम गर्ने, हामीलाई पापदेखि मुक्त गर्ने, हाम्रो लागि मर्ने र हामीलाई असाध्यै अनन्तको प्रेम गर्ने परमेश्वर हुनुहुन्छ। उहाँलाई कहिले पनि नत्याग्नुहोस् र नछोड्नुहोस्। त्यसैले अन्तिममा यही भन्न चाहन्छु, बी केयरफुल। परमेश्वरले हामीलाई काममा खटाउनु हुँदाखेरि शैतानले धेरै बाधाहरू ल्याउन सक्छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो एभ्रिवान। सी यू इन द नेक्स्ट भिडियो। ह्याप्पी साबत। तपाईँहरूको साबतको दिन एकदमै शुभ रहन सकेको होस्। जय मसिह। अनि सी यू इन नेक्स्ट भिडियो।